पछाडि प्रोफाइल पार्टिसन भयो। प्रोफाइल पार्टिसनबाट पनि हामीले के गर्यो, ए सेपमा फर्स्ट लेयर निकाल्यो है। अनि अब यो फर्स्ट लेयरलाई म चाहिँ यहाँ लेफ्ट साइडमा बस्नुपर्छ, तपाईँ यता। अब हामी काट्ने चाहिँ लेफ्ट साइडमा बस्ने, यसलाई पनि भर्टिकलमै कोर्ने, यसरी हात राख्ने, अनि यो हातलाई यसरी राख्ने है। अब यसरी राखिसकेपछि हातलाई अलिकता उठाउने 45 डिग्रीमा। 45 डिग्रीमा उठाएपछि के हुन्छ भन्दा तलको भन्दा माथिको लामो हुन्छ। यसमा काट्ने नै तलको भन्दा माथिको लामो, स्काल्पमा टच गरेर है। स्काल्प भनेको स्किनमा टच गरेर जहिले पनि काट्ने। अब तपाईँ यस्तो गरी समाउनु, यस्तो गरी उचाल्नु, खोइ चाहिँ खोइ यहाँ हातमा रहेछ उता के मैले देखाउने मात्रै हो त। ल अब मैले यसरी उचालिसकेपछि अब यसरी काट्दिने भर्टिकलमा है। अब यो त जान्नु भएको छ नि त, यसरी काट्नु त होइन। यो काट्यो, यो काटिसकेपछि यहाँसम्मको काटिसकेपछि यो के हुन्छ, यसरी छोड्दाखेरि ए सेपमा जान्छ कपाल है। अब आयो सेकेन्ड लेयर। तपाईको यो हेयर लाइनसम्म मात्र हुने भयो हैन मा? छोटो हुन्छ यो सबै पार्टिसन त्यस्तै नै छुट्टो होइन। अब एउटा चाहिँ यहाँ सेकेन्ड लेयर छ, मतलब यतै ए सेपमै यो सेपमा। यो चाहिँ 3035 कटेको है। यो काटेको तपाईँहरूले 3035 लिनुपर्छ। अब यसको लागि चाहिँ हामीले के गर्ने भन्दा यसैलाई चाहिँ हाफ गर्नु, गाइडलाइन लिनु पर्यो। अनि यताको कपाललाई यही साइडमा बस्नु र यसरी समाउनु भर्टिकलमा 45 मा, अनि हल्का उचाल्नु। यो फिंगरले टच गर्नु पर्यो। योले चाहिँ टिपले चाहिँ टच टिपले टच गर्नु पर्यो, अनि त्यसपछि काट्ने है। यो पनि काट्दा के हुन्छ भन्दा ठ्याक्कै यसै लामो हुने भयो, अलिकता लामो हुने भयो हैन? अलिकता लामो हुँदैन, उत्रै लम्बाइ उत्रै। ल यसो गर्नु, अनि यो पनि काट्दिनु। यो पनि हाम्रो के हुन्छ, यतापट्टि चुच्चो भएर जान्छ, बिचमा छोटो हुन्छ क्या। अब छोटो हुँदै जान्छ। अब आयो सेकेन्ड लेयर। फर्स्ट लेयर र सेकेन्ड लेयर भयो। अब थर्ड लेयरबाट हामीले के गर्ने भन्दा यो सेन्टर पोइन्टबाट पार्टिसन छुट्याउने। अब यहाँ सेन्टर पोइन्टबाट थर्ड लेयरदेखि ड्रइङ हेर्नु त 4 नम्बरको ड्रइङ हेर्नु त 2 नम्बर हामीले साइडमा लगाएर काट्यो भने अब 4 नम्बरमा के गर्ने, यहाँबाट बल्ल अब पार्टिसन छुट्याउने डायगोनल यसरी है। अब यो छुट्याइसकेपछि यसरी त्यसरी फेरि आयो। अब तलको कपालको के गर्नु, गाइडलाइन लिनु पर्यो।